सो हेलो गाइज वेलकम ब्याक टु आवर न्यू भिडियो होइन सबैजना सन्चै आएर हुनुहुन्छ होला होइन म पनि एकदम ठिकठाक छु आफ्टर लङ टाइम पछि होइन भिडियो बनाइदिएको होइन आज चाहिँ सब केटाहरू यता अगाडि छन् होइन भाइहरूसँग यसो घर बस्दा बस्दा वाक्स लाएर चाहिँ यसो डुल्न गइदिएको होइन काम पनि छ यसो उता माथि बजारतिर सानोतिनो सो के हुन्छ ऊ त्यो गरेँ भिडियो राख्नुलाई होइन धेरै पछि भिडियो बनाएको के बोलौँ भइरहेको तर मैले बनाउन धेरै ग्याप लिएँ होइन बनाउँथ्यो होला अब त्यस्तै भयो भनौँ अब होइन बोल्नै आएन कि केटा धेरै पछि भिडियो बनाएको हो ल भाइहरू के छ हालखबर एकदम ठिक छ मेरो दाइ त्यो दुईजना फेरि हेर न पुरा गफ सान्दै हिँडिरहन् कि होइन ल यार अचेल केटा कतिको गरिम भइरह होइन यहाँबाट यस्तो बवाल सिन देखिरह अब के अन्त नि केटा ओ गरिम लास बढिसक्यो होइन उकिन भाइ यार अति भयो दाइ वाक्स पाकिन्छ यार दिन मेरो घर बस्दा यार थोस त ब्ल्याक भइसक्यो दाइ वाल ब्ल्याक भइसक्यो थोप्स त होइन सो यहाँबाट चाहिँ यस्तो नजारा देखिन्छ होइन सो के कसो हुन्छ यहाँबाट चाहिँ माथि गएर पनि देखाउँछु म यार मासले किन यार म बोल्दा हेभी अड्किन्छु केटा हो यार वाक्स नचाहिँ त अड्किँदा नि कहिले कहिले छिटो बोल्छु नि त होइन छिटो बोल्दा अड्किन्छु कि म त्यही भएर वाइल्ड यार हिँड्नै नसकिने यार अझै त घर बस्ने बानी भएको होइन हिँड्न नसकिँदो रहेछ भन्ने उयो धेरै पछि आएको यो बाटो त यार यहाँ त चिरिसकेछ त यार सो केटा हो यो चाहिँ राजाको चौधरा होइन हेर त केटा गरिमले धरि मकै धरि वाक सुकिसकेछ यार खासै उसमा भएर चाहिँ सो यो चाहिँ केटा यस्तो बवाल देखिन्छ म नेता छैन ल केटा थाक्यो यार केही बोल्नु नि आएन अहिले उतै गर भिडियो भेट केटा हो होइन आफ्टर लङ टाइममा चाहिँ यो बाटो नि आइएछ होइन अगाडि अङ्कल हुनुहुन्छ तर के यार केटाहरूसँग यस्तरी तर यो बाटो स्कुल लाइफमा आइन्थ्यो अनि धेरै भाइ लास्ट टाइम कहिले आएको थियौँ यो बाटो 2 वर्ष अगाडि दाइ 2 वर्ष अगाडि म त आउनु त अस्ति भर्ने आएको थिएँ आउनु त अस्ति भयो आज 1 वर्ष अगाडि म त 1 वर्ष भयो तर यो बाटो यार ढलन भएको थिएन कि पहिला के छ भाइ तिम्रो हालखबर ठिकठाक छ नि होइन बाटो तर हेरि यो पनि बनेछ है हेरि यो बनेको चाहिँ मैले देखेको थिइनँ होइन कहिले बनेको हो तर मलाई थाहा छैन यो चाहिँ म बनाउँदाखेरि होइन 3-4 वर्ष 3-4 वर्ष रे महिना भन्न लाग्यो वर्ष आयो कि महिना भयो यार ओरान तर यो पुल पहिलाको हाम्रो भाइरल पुल हो क्या तिमीहरूलाई थाहा केटा हो कसले मेरो भिडियो हेर्दैछौ होइन तिमीलाई थाहा होला होइन तर यो पुलमा होइन यो पुलबाट यतातिर कति गन्थ्यो होला होइन यहाँ खोला छ केटा हो सो होइन हामी चाहिँ यतातिर किन आएको भन्दाखेरि घर बस्दै झ्याला कि यताबाट गएर चाहिँ उताबाट माथिबाट हामी केटा हो हामी आउन चाहिँ एउटा उद्देश्यले आएको मैले खाएको तर भोसडी केही छैन कि एउटा टुक्रो पनि छैन कि हेर न यो के को बुढो थाहा पायो होला होइन यहाँ टन्नै छ होला भनेर हामी आएको थियौँ एउटा त रहेछ तर नरहेछ कि पाकेर नि सब उठाइसकेछन् कि यो उद्देश्य के माछाले छ भने अब 2टा खान गइदिउँ केटा हो भनेको हुँदैन रहेछ यसो मास्टर जान्छौँ केटाहरू त्यहाँ बल खेल्ने ग्राउन्ड नै छ बल खेलिरहेको होला के हुन्छ होइन तर माकुरी भाइ यार काँचै छ भन्थ्यौ त्यो तिमीले त स्याबेज हानिदिइरहेको भाइले यार है हामीलाई लङ टाइम नोसी अनि सर्ट टाइम नोसी एकदम खलास बरु स्याबेज हानिदिइरहेको भाइले ए दाइ काँचै छ भनिदिए तर यहाँ होइन अगाडि चाहिँ हुन्छ है याद होला नि
हाँगे मार्छ एकदम धन्दै त्यहाँ नखस्छ बसेर खानी नै म यो ल। अब ल केटा है अब सो वाक्स केटा हो हिँड्दा कहाँ पुग्यो है सो यहाँबाट चाहिँ यस्तो बाबा यो चाहिँ राजचुत्रा हो होइन सो हिँड्दा चाहिँ माथि आइपुग्यो होइन तर क्यार्नु माथि आइपुग्यो हिँड्दा केही छैन कहिले हिँड्न नि पर्छ होइन यता धेरै अस्ति नै हो पहिल्यै आएको हामी होइन हो कि भाइ एकदम पहिला आएको एकदम पहिला आएको अनि यसो आज घर बस्दै लास भयो होइन गइदिउँ न त यसो मासतिर डुल्न गइदिउँ हिँड्दै भनौँ आयो होइन अनि धेरै दिनपछि केटा हो पोखरामा चाहिँ पानी पर्नु लाग्यो है पोखरामा पानी पर्छ होला आज होइन तर पोखरतिर पानी पर्छ है केटा हेर न केटा हेर न हाम्रो दुईजना हिरोहरू के छ ए अर्कोले हेरे स्वाइक पारामा होइन पारै छुट्टै हुन्छ केटाहरू अहिले ए केटा हो तर यो सही हो कि कोही मान्छेलाई केटा हट्छ नि यहाँ टोइलेट હોય चाहिँ तर यतातिर धेरै डेभलप भइसकेको छ यार पहिला आउँदा कस्तो थियो अहिले आउँदा है त्यहाँनिर हेर न घर बनाइदिइसकेको रहेछ कि है त्यहाँ हिँड्दा हामीले लिची खाएको लिची आरू खाएको अहिले त आरूको बुटै मरेको रहेछ तर हेर न त्यहाँ तर पहिला कोही बस्दैन कि अहिले सब बस्नु लागिसकेको छ होइन सो अझै उतासम्म जान्छौँ होइन के हुन्छ डुल्छौँ एकछिन होइन अनि अहिले भेटौँ है त सो केटा हिँड्दा वाक्स लगाएर हामी चाहिँ आधा बाटोबाटै फर्किदियौँ होइन सबजना हेर न हिँड्दा लोड परेर कि केटाहरू अब परेन भनिदिन्छन् क्या अब केटाहरूले म त परेँ म भन्दै थिएँ नि आज धेरै हिँड्ने जस्तो लाग्यो तर आज चाहिँ स्यास्या हुन लागिसक्यो धेरै हिँड्यौँ होइन तर हामी पुग्न चाहिँ ठ्याक्कै हेरिदेखेको डाँडो उता डाँडोमा पुगेर आएको केही छैन तर पानी पऱ्यो जस्तो पनि भयो अनि थकेन है बेसी हिँड्ने जस्तो लाग्यो फेरि फर्किँदैन छ त्यत्रो बाटो भनेर चाहिँ हामी फर्किदिएको होइन के बोलौँ हुन्छ यहाँ धेरै पछि भग स्टार्ट गरेको अनि के बोलौँ हुन्छ होइन त्योहरू बोल्नै नआए जस्तो हुन्छ यो ठाउँ चाहिँ के अरे ठाउँको नाम त्यो ठाउँ बडारे भन्थ्यो कि बडारे त्यो अब हजुर अब नेचर लभर कि नेचर लभर हो भने यता आउनु त्यहाँसम्म आउने काम थियो अनि जानु त केटा हो यसो माथितिर गइदिउँ होइन अन्त यसो डुलेर आइदिउँ भनेर आएको के अरे तर घर बनाइदियो धेरै भइसक्यो केटा फर्किदिएको ओह्रालो होइन अब उठेपछि भेटौँला अब जान्छौँ ओह्रालो झर्छौँ ओह्रालो झर्दा पनि कति थाकिन्छ हेरौँ अहिले को केटा लोड पर्छ नि त्यति बेलामा क्यामेरा अन गरेर झर टन्नै झर्नु होइन सो केटा हेर घर पनि सब भत्किएको केटा एकछिन त्यहाँ तल गएर बस्नुपर्छ है थकी लाग्यो धेरै होइन ओहो मा कुरी त नहिँडेको पनि धेरै भएको थियो अनि फेरि यसो आज गइदिउँ न त हिँडिदिउँ भन्दै हिँडेको कहाँ हिँडेको नि कहाँ त लफाङ्गो लोकसँग हिँडेपछि मलाई कहाँ पुगिन्छ नि थाहै हुँदैन के हो दाइ गर्मीले झन् थोप ल्याएको होला भनेको त व्हाइट भयो त के भएको यस्तो गर्मीले ब्ल्याक भइसक्यो हुन त मलाई पहिल्यैबाट ब्ल्याक हेन्सी हो कि तर अब ब्ल्याक भयो भने केही त्यस्तो खोट केही छैन होइन त हो कि भाइ एकदम हाम्रो मेन गोरु भनेको चाहिँ उहाँ हो है फेरि है यसो जुम गरिदिनु हुन्न होइन ओहो यता त स्कुटर राइडर है केटा है भाइले चाहिँ मखन हेर्दै खाने है बजेट फर्केर हामी चाहिँ यहाँ बाटोमा आइसक्यौँ होइन यता हेरी बढी रे केटा सेफ्टी जरुरी है हेर है साइकल चलाउँदा होस् बाइक चलाउँदा होस् हेलमेट चाहिँ लाउनै पऱ्यो भाइले चाहिँ दामी लाग्यो है जोस् है अब यत्रो सानोमा ट्याक्क हेलमेट लाएर हेर न केटा हेलमेट लाएर चढ्यो हामी चाहिँ घरतर्फ लाग्यो होइन आधा बाटोमा आइसक्यो भाइ तिम्रो नाम के हो नि के रे अनि तिमीले चाहिँ दामी सेफ्टी लगाएर चलाऊ नि त के हो यसको उद्देश्य रहस्य तर भाइ केही बोलेनन् होइन तर ऊ आफूले चलाइरहन् केही छैन केटा
भाइले धेरै भाउ दिएन भनौँ अब ल केटा हामी चाहिँ यी प्याज दही टमाटर सरी गाइस त्यो मैले त्यत्रो घरि देखाउन लाग्यो होइन गाइस मैले टमाटर देखाउन लाग्यो देखाउन लाग्यो होइन गाइस मैले टमाटर देखाउन लाग्यो हामी चाहिँ त्यत्रो घुमियो तर ल्याउन चाहिँ के ल्याइयो दही प्याज टमाटर अनि टमाटर नि अर्को भाइहरू पनि तर यो बच्चा बेलाको उमेरै बवाल हो है भाइ उहिले हान्दै भाइ भाइ उहिले हान न भाइ उहिले हान त ल फेरि खोलातिर पुगेको गऱ्यो कि ओए भाइको उहिले है भाइ ल आऊ ल त्यहाँबाट भाइ उहिले उहिले हान भाइ भाइ उहिले हान न उहिले हान उहिले छिटो ओए भाइले त हामीलाई हान्न आएको कि उहिले हान्न आएको र ए लगेर अब हामी चल्दैछ घरतिर होइन रात पानी परिसक्यो पानी पर्दा जस्तो त भएको थियो अनि गडेङ गुडुङ गरेको थियो तर पानी चाहिँ पर्न सकिरहेको छैन होइन त्यो हामी चाहिँ कता कता गयो लास्टमा यही प्याज र दही टमाटर मात्रै लिएर आइयो अब केही छैन अब घरतर्फ घर चल्दै केटा घरतिर गएर भेट भएँ लाग्यो होइन ल केटा हो घर नि आइयो होइन ढिलै भयो लगभग 7:30 भइसक्यो आधा दिँदै भिडियो इन गरिदिनु पर्ला थ्याङ्क फर वाचिङ दिस भिडियो होइन कसलाई कस्तो लाग्छ एकचोटि भनिदिनु होला कमेन्ट गरिदिनु होला कन्टेन्ट हाँसी राम्रो आएन के अरे होइन के राम्रो होला रे चोटको भिडियो भन्नु होला केही छैन एउटा जस्तो भिडियो बनायो त्यस्तै हाल्दै नि हो हाँसी राम्रो नि आउनु ल बेटा बाई बाई